30 दिन भइसकेको छ क्या तपाईँ किन बोल्नु तपाईँ किन बोलेको संसदमा आवाज नउठाउने लाज लाग्दैन यहाँ किन बसेर भन्न आउन संसदबाट आवाज नउठाउने लाज लाग्दैन दलितको सांसदबाट 30 दिन भइसक्यो बाटोमा बसेको ए लोगोवाला एकचोटि बसेर हेर बाटोको पीडा कस्तो हुन्छ तपाईले बोल्ने तरिका यो 30 दिन भइसक्यो एकचोटि संसद भवनमा आवाज उठाउँदैन तपाईले बोल्ने मानिस प्रतिनिधि भएर यसरी बोल्ने तपाईले तपाई कुन पार्टीको मान्छे हो तपाई कसको नामले हो ए मानिस तपाई ओलीको ताली चाट्नु ए ओली प्रधानमन्त्रीको ताली चाट्नु संसद भवनमा गएर आवाज उठा संसद भवनमा आवाज उठा मान्य भएर यहाँ 30 दिन भइसक्यो लाज लाग्दैन संसद भवनमा आवाज नउठाउने 30 दिन भयो 30 दिन आवाज नउठाउने दलितको नेता यही हो दलित त किन बस्या भन्ने कहिले छुट्छु मैले यसरी दलित प्रतिनिधि यही हो हाम्रो ठाउँमा पनि आवाज नउठाउने 30 दिन भइसक्यो नेता चाहिँ को उहाँ चाहिँ नेता नेताले तपाईँ नेता हो 30 दिन भइसक्यो 30 दिन तपाईँले यहाँ किन बसेको ओलीको तालु चाट तेरो जस्तो मान्य कति जन्माउँछु हामी नेताले त आवाज उठाउनु पर्यो नेताले पक्षमा लागेर पो आवाज उठाउनु अनि किन बसेको तिमीहरूको प्रश्न गर्दै पुरै आएन माग माग्नु पाइहाल्छ त्यसमा 7 पछि गर्यो त 7 यसमा 7 दिनुपर्ने हो मन्त्रीलाई पठाउँछ खेलवाड गर्छ संविधान तिमीहरू नमान्ने अनि तेरो लगेर देखेर सम्मान गर्ने संविधान तिमीहरूलाई कुल्चिरहेछ याद गर अब गयो भने लातले हान्छ पठाउँछ संविधान तिमीहरू मान्दैन ओलीको दलाल आइजा त लाज लाग्दैन संसद भवनमा उठा संसद अधिकार स्थापित गर्नुपर्छ हामीले मन्त्रीले बोलाएको सांसद भएर एउटा प्रतिनिधि भएर उहाँले बोल्ने तरिका यो हो उहाँले हामीलाई समर्थन गर्ने ठाउँमा उहाँले हामीलाई विरोध गर्ने आएर उहाँको नैतिक के हो नैतिक हैसियत के हो उहाँ ओलीको कायदे हो प्रचण्डको कायदे हो शेरेको कायदे हो उहाँ के हो यो तरिका हामी शान्तिपूर्ण आन्दोलनमा छौँ हामीले शान्तिपूर्ण धरना गरेको 1 महिना भयो आज हामीले कहाँ हुल्लुमा गर्यौँ कसको निम्ति हामीले के गर्यौँ हामीले उसको काम कर्तव्य के हो त्यो बुझ्नुपर्छ नि के रहेछ उहाँको नाम के सुनार भन्दै हुन् सुनार
भुवन सुनार कुन माओवादी पार्टीबाट ए गोर्खा अरे जहाँको भए पनि मानिएको काम के हो के भन्नुभयो उहाँले उहाँले भन्नुहुन्छ यसको कामै छैन किन तपाईँ बाटोमा बस्नु भएको छ मैले भने हाम्रो एउटा दलितको वादीको र ओबिसीको सरकारी स्तरमा लडेर ल्याएको एउटा सानो झोपडी जस्तो थियो समितिले आफ्नो काम गरिरहेको थियो उहाँहरूले विघटन गर्न पनि सकेका छैन कार्यान्वयन पनि गर्न दिइरहेको छैन अनि भन्छ ठुलो महल बन्दैछ अरे प्राधिकरण बन्दैछ मैले भने यो झोपडी जुन छ यो झोपडीलाई रहन दिनुहोस् तपाईँ 5 तले 10 तले महल बनाउनु होला त्यसपछि हामीलाई झोपडीबाट महलमा सारिदिनुहोस् हाम्रो समिति छ समितिलाई काम गर्न दिनुहोस् समितिलाई काम पनि गर्न नदिने अनि महलको सपना देखाएर आएको छ अलिकति सानो सानो कार्यक्रम पनि त्यसलाई खतम गरिदिने आज चाहिँ के भन्नुभयो आज आएर उहाँले भन्नुहुन्छ यसको कामै छैन किन यहाँ धर्ना बस्नु मैले यो 5 बुँदे सम्झौता 5 बुँदे हाम्रो माग जुन छ यो त एकदम इम्पोर्टेन्ट हो त पढ्नुहोस् न अनि यस्तो यस्तो बन्दैछ अरे के बन्दैछ यस देशमा त धेरै कुरा आश्वासन दिन्छ माननीय मन्त्रीहरूले अनि त्यो एउटा शैली हुन्छ नि त माननीय भएपछि उहाँले यसलाई अध्ययन गर्नुपर्छ सम्बन्धित मन्त्रीलाई पहल गर्नुपर्छ संसद भवनमा आवाज उठाउनुपर्छ त्यो नगरिकन आफ्नै तालमा अब यहाँ आएर यहाँ केही छैन जस्तो गर्न पाइँदैन मान्छे माननीय भएपछि अलिक माननीयको जस्तो व्यवहार गर्नुपर्छ